गुड मर्निङ, नमस्ते सबैजनालाई। तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु र आज चाहिँ म घरको अर्ग्यानिक साग टिप्दैछु है साथीहरु। यहाँनिर हेर्नुस्, बोरामा रोपेको साग कति राम्रो भएको छ र यतापट्टिको चाहिँ हल्दीको बोट। र अब म टिप्दैछु है साथीहरु। यता पनि छ हेर्नुस् है। यो चाहिँ अस्ति पानी परेर अलिकति यस्तो भएछ र आज चाहिँ पूर्णे भएर हामी घरमा माछा चलाउँदैनौँ। र आफ्नो बारीको अर्ग्यानिक सागसब्जी खानु कति मिठो हुन्छ है साथीहरु। यहाँ पनि हेर्नुस् है साथीहरु, यहाँ अस्ति पटमा बिरुवा छरेको मजाले आएको छ र एक दुई दिनमा यो बारीमा सार्नुपर्छ। हाम्रो भिलेज लाइफ चाहिँ यस्तै छ है साथीहरु। साथीहरु, तपाईहरुलाई अचम्मको इस्कुस देखाउँदैछु है। यो चाहिँ हेर्नुस् है, इस्कुसको साइज चाहिँ यत्रै रहेछ। यहाँदेखि बढ्दैन पनि रहेछ। मैले चाहिँ लाइफमा फर्स्ट टाइम देखेको फलै यत्रो लाग्दो रहेछ। यहाँदेखि ठुलो हुँदैन रहेछ। तपाईले देख्नु भएको थियो साथीहरु यस्तो? हाम्रो बारी हेर्नुस्, यहाँनिर साग रोपिरहेको छ र यहाँनिर बिरुवा छरेको उम्रिँदैछ र त्यहाँनिर हेर्नुहोस् रुख टमाटर पाकेर कस्तो राम्रो भएको छ। र यहाँ चाहिँ सबै खनेर तयारी गरिरहेको छ साग रोप्नको लागि। र यो चाहिँ हल्दीको बोट। आजको दिन चाहिँ एकदमै राम्रो भएको छ है साथीहरु। घाम मजाले लागेको छ। कति राम्रो देखिरहेको छ वारिपारि। र हेर्नुस् है साथीहरु, साग यति भयो। यतिले त हामीलाई पुगिहाल्छ। अब यसलाई म पर भुटेर दाल बनाइरहेको छु। पुदिनाको अचार भातसँग खाँदा कति मिठो हुन्छ।